चुनावको वातावरण तयार गर्नको लागि सरकारको तर्फबाट हामी महत्त्वपूर्ण राजनीतिक दलहरू मुख्य राजनीतिक दलहरू ग्लोबल आईएमई बैंक सबैका लागि बैंक। स्पष्ट सन्देश राष्ट्रिय जनमत पार्टीका चाहिँ नि अध्यक्ष डाक्टर सीके राउतले यहाँहरूलाई नै दिइसक्नु भएको छ। जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा छ। फागुन 21 मा सरकारले चुनाव गर्दैछ र अध्यक्षज्यूले हामीलाई चुनावको तयारी सरकारबाट अगाडि बढाउनुस्, हामी चुनावको लागि तयारी अवस्थामा छौँ र चुनावलाई अगाडि बढाउनुपर्छ भन्ने उहाँले स्पष्ट सन्देश दिनुभएको छ। र संयोजकज्यूले हाम्रो कानुन मन्त्रीज्यूले अध्यक्षज्यूलाई धन्यवाद पनि भन्नुभएको छ, सहयोगको लागि आभार पनि व्यक्त गर्नुभएको छ। र यहाँहरूलाई फेरि पनि जानकारी गराउँ, जति राजनीतिक दलहरूले हामीले चाहिँ नि उहाँहरूको पार्टी कार्यालयमा गएका छौँ, चुनावको लागि वातावरण बनिसकेको र चुनावको लागि उहाँहरू तयार भएको सन्देश चाहिँ नि हामीले पाएका छौँ र त्यही रूपमा चाहिँ अब हामी सबै चुनावमा होमिनुपर्छ भन्ने हिसाबमा सरकार उत्साही भएर सरकार चाहिँ नि थप अगाडि बढेको म यहाँहरूलाई जानकारी गराउँछु। यो बहुत सकारात्मक कदम हो सरकारको तर्फबाट र यसलाई हाम्रो पार्टीले पनि एकदम सकारात्मक तरिकाले हेरेको छ र निर्वाचनको विषयमा जनमत पार्टी चाहिँ सुरुदेखि नै भाग लिने भनेर निर्णय गरेको छ र त्यसका लागि आवश्यक तयारी पनि जनमत पार्टीले गर्दै आएको छ। हामीले मेचीदेखि महाकालीसम्म एक चरणको तयारी गरिसकेका छौँ र अब चाहिँ यो समानुपातिक उम्मेदवारको सूची तयार गर्दै त्योभन्दा अगाडिको चरणमा हामी प्रवेश गर्दैछौँ भने निर्वाचनमा चाहिने आवश्यक तयारीहरू चाहिँ जनमत पार्टीबाट पहिला नै राखेको हुँदा यसमा चाहिँ संशय गर्नुपर्ने हाम्रो तर्फबाट कुनै आवश्यकता नै देख्दिनँ। हामीले चाहिँ निर्वाचनको क्रममा हुनुपर्ने केही सुरक्षाका कुराहरूको विषयमा पनि सरकारसँग कुरा राखेका छौँ र त्यसको लागि पनि हामीले सरकारबाट राम्रै आश्वासन पाएका छौँ र मूल रूपमा यही हो।